फाइनल्ली तराई हो क्या तराई अहिले चाहिँ खेतीपाती हेर्नुहोस् गाई छैन मकै चाहिँ कति धेरै रोप्नु भएको रहेछ गाई चाहिँ खेतीपाती लाग्छ कस्तो मजाले गाई छैन हामी चाहिँ अब लगभग साथी गाई छैन अझै योभन्दा पनि बेटर अनि कोसिस टाउको जाने बाटो पनि देखाउनेछु गाई छैन अनि यो ठाउँ चाहिँ बढी दाम जस्तै बाजा पाएका छन् टाउकोमा आएर छुट्नु लागेको जस्तै पनि फिल भएका गाई चाहिँ अनि यहाँ चाहिँ साइकल कुदाउने मान्छेहरू छ भने सेफ भएर गर्नुहुन्छ किनभने यो मेन हाइवे हो त्यही भएर गाई चाहिँ रिक्स नलिकन बिस्तारै साइकल चाहिँ साइडबाट जाँदा राम्रो गाई छैन यति भन्दै म चाहिँ गाई चाहिँ अगाडि तर्फ लाग्दैछु होइन गाई चाहिँ अनि बाटोमा अब पानी किनेर एक ठाउँ खानेछु भनेर सोचेको छु गाई चाहिँ मैले होइन बाटोभरि चाहिँ मैले एक हातले कुदाएर एक हातले भिडियो बनाएर तपाईँलाई देखाउनु पऱ्यो भनेर गाई छैन आजको स्काई आजको आकाश सबै कुरा देखाउनु पऱ्यो भनेर सोध्दै थिएँ गाई त यहाँबाट ठिकै हामीले कोसी ब्यारेज छैन गाई चाहिँ अनि कोसी ब्यारेज त म छिट्टो पुगेर भए पनि पुग्छु भनेर सोचेको थिएँ तर बाटोमा धेरै ठाउँले राम्रो भेटेको कारणले गर्दाखेरि अनि बाटोभरि जाने भनेर सोचेको छु गाई छैन आजको वेदर चाहिँ सोच्नु गाई छ यार माने मैले आजको वेदरले चाहिँ ओभर फेभरेट वेदर थियो आज चाहिँ मेरो गाई छैन अनि त्यही भएर हामी चाहिँ म चाहिँ बिस्तारै बिस्तारै धरानबाट कति 4 बजी निक्लेको यतिखेर 6 बजी छ गाई म भने यही पुगेको छु अहिलेसम्म हेर्नुहोस् न लौकिने पुगेको छु गाई छैन बाटोभरि चाहिँ धेरै बिस्तारै कुदाएर आएँ अनि आमको मैले त आज गाई छ देखाउनु पर्यो भिडियो भनेर गाई छ नि मैले चाहिँ यतिखेर तपाईँहरूको अगाडि भिडियो लिएर आइसकेको छु गाई छ नि मैले चाहिँ आज गाई मजाले देखाउनु पर्यो भनेर तर मलाई यति थाहा छ कि गाई छैन बाटोहरू अब सबै देखाउनेछु भिडियो साथ दिनुहोस् गाई छैन आवाज
हेलो गाइज होइन यो चाहिँ कोसी टापुको जङ्गल हो होइन यहाँनिर चाहिँ चराहरू चिरबिर गरेर कति मजाले नेचरसँग खेल्दै हुन्छ गाइज चराहरू कस्तो राम्रो देखेको हेर्नु न गाइज आजको मौसम कस्तो दामी थियो गाइज होइन अनि म चाहिँ फेरि नेचर लभर हो गाइज किनभने चाहिँ नेचरमा राम्रो लाग्छ मेरो जति पनि भिडियोमा तपाईँहरूले पनि नेचरकै कुरा सुन्नुहुन्छ होला गाइज होइन यस्तो नेचरमा बसेर कस्तो राम्ररी हावा चलिरहेको छ स्काई कस्तो कस्तो चित्त कस्तो टाइपको छ गाइड चाहिँ चाहिँ अहिले चाहिँ हामी मेन हाइवेमा छौँ मात्र हाइवेमा होइन अनि तपाईँ त्यो जङ्गल जुन देख्दै हुन्छ नि फर्स्टको त्यहाँनिर कोसिटा अनि मैले चाहिँ गाइज होइन नेचरमा जाँदा कस्तो फिल हुन्छ भनेर त्यहाँ गएँ होइन त्यहाँ गएर यता हेरेँ साइडमा हेरेँ होइन फेरि अगाडि हेरेँ कस्तो राम्रो लाग्यो जता हेर्छु त्यति राम्रो देख्छु होइन गाइज अनि म चाहिँ यसो एउटा बादललाई छुम न भनेर पनि फोटो खिचौँ भनेर गएको थिएँ गाइज तर म एक्लै भएको कारणले अनि गाइज होइन यो चाहिँ नेचर एन्ड नेचर म्याचिङ भनेको चाहिँ यो हो क्या गाइज होइन किन भन्दाखेरि तपाईँहरू घाँस हेर्न सक्नुहुन्छ घाँसमा पानी पनि हेर्न सक्नुहुन्छ गाइज अनि आकाश हेर्नु गाइज अनि फुलहरू हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो महेन्द्र हाइवे हो गाइज होइन जुन चाहिँ मेचीदेखि महाकालीसम्म चाहिँ यो चाहिँ गाइज मेरो बाइक बनाउनु ब्लग हो होइन त्यही बाइक बनाउनु ब्लग बनाउँछु होइन गाइज अनि यतापट्टि पनि तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज गहुँ रोप्नु भएको रहेछ होइन अनि गाइज यो अनि यो चाहिँ गाईहरूले होइन गाईहरू छ अहिले उताबाट जङ्गल कोसी टापुको जङ्गलबाट चढेर आएको होइन यो बाटो चढेर जाँदैछ गाईहरू गाइज अनि चाहिँ हेर्नुहोस् न तपाईँहरू कस्तो राम्रो देखेको क्या यो सिन पनि गाईले गरेर कस्तो मजाले म त जङ्गलमा छु जस्तै नै फिल भयो क्या गाइज होइन ऊ त परको जङ्गलबाट गाइज यिनीहरू चाहिँ घुमे चढेर आउँछ होइन यतापट्टि त घाँस टर्ने छैन अनि उतापट्टि गएर चढेर आउँछ अनि ठिक्क घर फर्किने बेला हुन्छ होइन यस्तो जहिलेको रुटिन हो क्या गाइज यो चाहिँ अनि त्यत्रो टन्ने घाँस हुन्छ नि त कोसी टापुभित्रमा हात्तीहरूसँग खेल्दै चढ्यो अनि गाइज होइन अनि यतिखेर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज बाछाहरू बिस्तारै आउँदै हुन्छ आजको सनसेट पनि तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज होइन अनि म चाहिँ तपाईँहरूलाई कोसी ब्यारेजसम्मको फोटो देखाऊँ भनेर सोच्दै थिएँ गाइज राति तपाईँहरूलाई पक्का देखाउनेछु गाइज होइन फेरि तपाईँहरू हेर्नुहोस् गाइज वेदर हेर्नुहोस् स्काई हेर्नुहोस् होइन अनि त्यो पछि यो ग्रिन तल नेचर हेर्नुहोस् अनि त्यो पछि गाई र पानीलाई हेर्नु त गाइज होइन कस्तो मजाले आउँदै हुनुहुन्छ होइन कस्तो मजाले एक लाइनले गाईहरू जाँदै हुन्छ हेर्नुहोस् न गाइज ट्रेन गएको जस्तै देखिँदैछ क्या गाईहरू जाँदा पनि गाइज होइन किन भन्दाखेरि चाहिँ यो चाहिँ सब कुरा म्याचिङ भएको हेर्नु न कस्तो मजाले सर्ट जाँदै हुनुहुन्छ गाईहरू पनि होइन गाइज अनि अहिले चाहिँ सबको पेट टन्ने भएको कारणले गर्दाखेरि चाहिँ गाइज होइन उहाँहरूले चाहिँ घाँस खानु भएन किन भन्दाखेरि उहाँहरूले उताबाट चढेर आउँदा पेट टन्न भएको हुन्छ त्यहाँ हेर्नुहोस् न बाछा कति मजाले उफ्रिँदै जाँदैछ खेल्दै होइन गाइज यो चाहिँ तपाईँहरूलाई डिस्कभरीमा हेरेको जस्तै पनि हुनुपर्छ गाइज होइन तर मैले चाहिँ रियलमा खिचेको भिडियो हो होइन अघि म धरानबाट कोसी ब्यारेज आउँदाखेरि खिचेको गाइज होइन बाटोभरि म आज भिडियो गर्दै आउँदाखेरि म 4 बजे हिँडेको मान्छे 6:30 बजे घर पुगेँ तर पनि रात परेन अनि मैले कोसी ब्यारेजको पनि तपाईँहरूलाई भिडियो देखाऊँ भनेर सोचेको थिएँ गाइज होइन अनि यतिखेर चाहिँ सबै गाईहरू पनि गइसक्नु भयो होइन गाइज अनि बाबाई गाइज म तपाईँहरूलाई नेक्स्ट भिडियोमा फेरि देखाउनेछु गाइज यो चाहिँ ठिक्क गाइज होइन म भेन्टाबारी आइपुगेँ होइन गाइज अनि तपाईँहरूलाई सनसेट डुबेको कोसी ब्यारेजबाट देखाऊँ भनेर सोचेँ होइन गाइज तर मैले यो कोसी ब्यारेजसम्म नपुग्नु जेलसम्म झर्छ भनेर सनसेट अफ हुन्छ भनेर चाहिँ मैले चाहिँ गाइज तपाईँहरूलाई यहीँबाट देखाएँ यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ नि सशस्त्र ठिक्क इन्डियाको बोर्डरदेखि यतापट्टि हो होइन गाइज अनि चाहिँ यो चाहिँ कोसी टापु जाने बाटो पनि हो क्या गाइज एक हिसाबले यो बाटो सिधै जानु भने तपाईँहरू कोसी टापु पनि पुग्नुहुन्छ गाइज होइन तपाईँहरू हेर्न सक्नुहुन्छ आजको वेदर आजको सनसेट होइन कस्तो मजाले देखिरहेछ गाइज होइन
अनि फाइनली गाइज म चाहिँ कोसीको पुलमा आइसकेँ होइन। यो चाहिँ कोसी ब्यारेज हो होइन गाइज। यसलाई चाहिँ डिपार्ट बोल भन्छ। यो लामोसम्मकोलाई चाहिँ यो चाहिँ किन राखेको हो भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँलाई गाइज पानीको लेभल माथि राखेको गाइज होइन। त्यसपछि तपाईँहरू आज कोसी ब्यारेजको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ गाइज होइन। गाडी साडी पनि त्यति कुदेको छैन। यो चाहिँ मेरो ब्लगिङ बनाउने बाइक यही हो गाइज होइन। यो बाइकले चाहिँ मलाई ओभर सपोर्ट गर्नुहुन्छ। अनि यो गेट भनेको चाहिँ अलिकता खोलेको, ऊ यहाँ परको 3वटा गेट खोलेको छ, त्यो चाहिँ 8-8 फिट खोलेको छ। त्यो भनेको चाहिँ पानीहरू त फ्लोमा जान्छ। अनि पानी नभएको कारणले गर्दाखेरि आज 3वटा मात्रै ढोका खोल्नु छ गाइज होइन। अनि यो चाहिँ हाम्रो कोसी ब्यारेज हो हेर्नुहोस् गाइज होइन। आज नाउहरू पनि रहेन रहेछ, नभए डल्फिनहरू पनि उफ्रिरहेको म तपाईँहरूलाई भिडियोमा फेरि देखाउने छु गाइज होइन। तपाईँहरूलाई कस्तो लाग्यो मेरो आजको ब्लग, प्लिज कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला गाइज। थ्याङ्क यू सो मच गाइज, बाई। म चाहिँ होइन गाइज घरबाट लुगा फेरेर आएँ होइन। घर गएँ अनि आउँदाखेरि चाहिँ यहाँ आरती भएको देखेँ होइन गाइज। मैले आरतीमा पनि गएर मैले एकछिन भिडियो बनाइदिएँ होइन। अनि मलाई चाहिँ त्यहाँनिर अगाडिमा आरती गरेको ठाउँमा चाहिँ जुत्ता लाउनु हुँदैन रहेछ गाइज। अनि जुत्ता चाहिँ मैले साइडमा खोलेर अनि अगाडितिर जाँदा पनि यस्तो आरती गरेको बेला चाहिँ तपाईँहरू प्लिज गाइज अगाडि गएर चाहिँ उभिदिनुहोस् होला है। ठिक्क तपाईँहरू अगाडि उभिनु भयो भने चाहिँ उहाँ गुरु भड्किनु हुँदो रहेछ होइन। अनि मलाई उहाँ पछाडिको मान्छेहरूले चाहिँ यता आउनुहोस्, यता आएर भिडियो बनाउनुहोस्, उता नबनाउनुहोस् भन्नुभयो होइन। अनि उहाँले चाहिँ कस्तो मजाले आज आरती गरिदिनुहुन्छ। यो चाहिँ हाम्रो कोसी ब्यारेजको मन्दिर हो गाइज होइन। यो चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ तपाईँहरू ठिक्क कोसी जाने बाटोमा यो नुहाउने ठाउँ हो क्या गाइज। नुहाउने ठाउँको ठिक्कै यतापट्टि एउटा मन्दिर छ गाइज होइन। त्यो मन्दिरमा हो गाइज। यो चाहिँ सुनसरी नै हो होइन। तपाईँहरू 28 नम्बर ढोका हुँदै जानुहुन्छ 70 पर्छ गाइज। अनि उहाँले कस्तो मजाले आज आरती गर्नुहुन्छ गाइज। मैले त्यो पनि देख्न पाएर आज मलाई धेरै खुसी लाग्यो गाइज। आज मलाई सबै कुराले सपोर्ट गर्यो होइन। वेदरले, नेचरले, सबै कुराले सपोर्ट गरेर आज म यहाँसम्म आइपुगेँ। यहाँ आउँदा पनि मैले आज कस्तो राम्रो हेर्नु पाएँ गाइज। बाई।